नमस्कार। आज म फेरि एउटा कविता पढ्दैछु। खासमा यो कविता पढ्ने प्लान चाहिँ कसरी भयो भन्दाखेरि म पढिरहेको थिएँ। मलाई मेरो कोर्सको बुक पढ्दा निन्द्रा लाग्यो, अल्छी लाग्यो। अनि सोचेँ सुतेर त हुँदैन, बरु कविता पढेर भिडियो बनाउँछु। युट्युबमा कविताको भिडियो नहालेको पनि धेरै भयो। अनि निन्द्रा पनि म निदाउँदिनँ पनि रिफ्रेस हुन्छ भन्ने सोचेँ। अनि मैले पढ्नको लागि चाहिँ सुरुमा ईश्वर वल्लभको कविता पढ्नलाई कोसिस गरेँ। त्यो मैले पढेँ मात्रै क्या, वाचन जस्तो त्यो सुन्नुपर्ने जस्तो केही पनि भएन। अनि मैले त्यसलाई रोकिदिएँ अनि सोचेँ म आफ्नै कविता पढौँ। यो कविता मलाई खै किन मन पनि पर्छ। अनि मैले लेखेको थिएँ, यसको शीर्षक चाहिँ छैन। म पढ्छु है त। हिजो साँझभरि एकनास झरी परिरह्यो, हिजो साँझभरि एकनास झरी परिरह्यो। यसो सम्झेको थिएँ तिमीलाई, कति न्यानो भएको थियो हृदय। चिसिएको म होइन, चिसिएको तिमी पनि होइनौ क्यारे। चिसिएको म होइन, चिसिएको तिमी पनि होइनौ क्यारे। चिसो त यो समय पो भएको छ, हेर न। अलिकति न्यानोपन तिमी भित्र बचेको छ, अलिकति म भित्रको न्यानोपन। पर्याप्त छ हामी बीच उभिएको चिसो जमोट पखाल्न, चिसो सिरेटोलाई सुस्तरी तताउन अनि आँखा डम्म ढाक्ने कुहिरो हटाउन। तिमीलाई सम्झिँदा कहिले कहिले लाग्छ पहाडहरू नागेर आइदिउँ। तिमीलाई सम्झिँदा कहिले कहिले लाग्छ पहाडहरू नागेर आइदिउँ सरक्क तिम्रो अँगालोमा, अनि भुलिदिउँ सारा दुनियाँ। सिकाइदिउँ शीतले खाएका तिम्रा घाउहरू। फेरि सोच्छु मर्न जरुरी छ र कसैको एक क्षणको अँगालोको लागि। कहिले कहिले फुलिदिउँ लाग्छ, कहिले कहिले फुलिदिउँ लाग्छ तिम्रो बगैँचाभरि रङ्गी चङ्गी बुट्टा भरेर, अनि भुलिदिउँ आफैलाई तिम्रो सामिप्यतामा। फेरि डराउँछु सुन न, फुल नै टिपेर तिमीले देवतालाई चढायौ भने। अनि तिमीलाई सम्झेर हेर न, म कति कति थोक भन्न खोज्छु। हेर न, म कति थोक भन्न खोज्छु। हृदय सोहोरेर प्रेम निथार्छु, आँट गरेर विश्वास जमाउँछु। म नै स्वार्थी छु सायद, म बाँध्न चाहन्छु, बाँधिन चाहन्छु। मलाई भोलि फेरि रुनुपर्ने भयले रोक्छ अझै पनि। यति नै हो। लेखेको चाहिँ के हो मलाई थाहा छैन होइन, तर जस्ट मैले लेखेको हो यो। अनि मलाई मन पनि पर्छ, किन मन पर्छ पनि थाहा छैन। अनि मैले पढेँ। अब किन पढेँ यो त थाहा छ स्योर, मैले युट्युबमा हाल्नलाई पढेको हो। धन्यवाद।